हेलो साथीहरु, हाई सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानल जेपी लाइफमा। म चाहिँ आज एकदम नयाँ तरिकाको रेसिपी लिएर आएको छु। हजुरहरु सबै सामु हजुरहरुले एक्सेप्ट गरिदिनु होला र पुरा भिडियो हेरेर साथ दिनु होला है त। यदि हजुरहरुसँग सिलौटा छैन, मिक्सर छैन भने अब चिन्ता नलिनु होला। मिक्सर र सिलौटा बिना नै पनि अचार बनाउन सकिन्छ। यदि टमाटरको अचार मन पर्छ भने हजुरहरुलाई आज चाहिँ म टमाटरको अचार बनाउन गइरहेको छु। यस्तो खल त सबैसँग हुन्छ प्राय। यसमा चाहिँ म अचार पिसेर देखाउन गइरहेको छु। यसमा बनाएको अचार चाहिँ मिक्सरमा पिसेको भन्दा चाहिँ धेरै मिठो हुन्छ र सिलौटामा भन्दा नि अझ मिठो हुन्छ। अब सहर बजार काठमाडौँतिर बस्नेहरूको सबैको घरमा चाहिँ सिलौटा हुँदैन र मिक्सर पनि हुँदैन हैन। अब मेरो यहाँ चाहिँ मिक्सर छ। मिक्सर नभए मसलाहरू त म यसमा मिक्सरमा नै पिस्छु, तर मलाई चाहिँ यो अचार चाहिँ मलाई यसरी नै बनाएको मनपर्छ। त्यही भएर म मिक्सरमा पिस्न गइरहेको छैन। यो अचार बनाउनको लागि चाहिँ आवश्यक पर्ने सामग्रीहरूमा खुर्सानी, लसुन, थोरै टिमुर, हरियो धनिया, अनि त्यसपछि नुन आवश्यक पर्छ। यो सबैलाई यसमा एकै ठाउँमा राख्नु होला। धनियालाई चाहिँ सानो सानो पिस बनाएर राख्नु होला, किनभने यो चाहिँ कुट्ने बेलामा अप्ठ्यारो हुन्छ। मलाई चाहिँ साथीहरु यो ट्रिक थाहा नभएर मैले चाहिँ कति टाइममा चाहिँ अब काठमाडौँमा अब अथवा एउटा कोठामा त हामीसँग आगो पनि हुँदैन। टमाटरको अचार हामी कति मिस गर्छौं रोटीसँग खानलाई अथवा भातसँग खानलाई पनि। तर हामीसँग चाहिँ सिलौटा या मिक्सर नभएर चाहिँ हामी चाहिँ अथवा टमाटर पोल्न पहिला त आगोमा पोलिन्थ्यो नि त टमाटर। अनि त्यसरी पोल्ने साधन पनि नहुँदाखेरि चाहिँ अनि खाना एकदमै मन लाग्ने, तर अब त्यो आइडिया नै थिएन के। अनि त्यसपछि एकचोटि चाहिँ मेरो मम्मीको रेसिपी हो यो। अनि सिलौटा थियो तर मैले चाहिँ टमाटर कसरी पोल्ने भन्ने नै थाहा भएन के। तर टमाटर पोलेर मात्र अचार हुँदैन भन्ने कुरा चाहिँ म हजुरहरुले शेयर गरिरहेको छु। हजुरहरुले चाहिँ 3टा 4टा कतिवटा आफ्नो फ्यामिली अनुसार चाहिँ टमाटरलाई मजाले थोरै पानी हालेर यसरी मजाले उसिन्नु होला। उसिनेको टमाटर पनि खासै फरक पर्दैन, राम्रो हुन्छ, जुसी हुन्छ हैन। रस अलि बढी आउँछ पोलेको भन्दा, तर खाँदाखेरि मिठो नै हुन्छ। सुरुमा कस्तो कस्तो लाग्न सक्छ, तर यो बानी परेपछि चाहिँ यसरी एकदमै सजिलो पनि हुन्छ। अनि ग्यास पनि खासै धेरै फोहोर हुँदैन। ग्यासमा झिरमा राखेर पनि हामी पोल्न त सक्छौं, तर त्यसो गर्दाखेरि ग्यास फोहोर हुन्छ। यसरी चाहिँ एकदम सजिलो हुन्छ। यसरी धनियालाई सानो सानो पिस बनाएर राखिसकेपछि यो खुर्सानीलाई पनि यसरी भाँचेर सानो सानो बनाएर राख्नु होला, ताकि यसले पिस्ने बेलामा चाहिँ सजिलो होस्। खुर्सानी आफ्नो स्वाद अनुसार राख्नु होला। कतिको पिरो खानुहुन्छ त्यही अनुसार। मैले चाहिँ अहिले यहाँ 2टा राखेको छु। खुर्सानी चाहिँ हजुरको स्वाद अनुसार राख्न सक्नुहुन्छ। खुर्सानी चाहिँ सुकेको भन्दा यसरी हरियो नै राख्नु होला, र सुकेको यदि राख्नु परेमा चाहिँ भुटेर या पोलेर राख्नु होला, त्यसले चाहिँ मिठो स्वाद दिन्छ। अब यसमा मैले लसुन पनि राखेको छु र यो टिमुरलाई पनि यही नै राखेको छु यसरी। अब पहिला चाहिँ यो टमाटर एकैचोटि नराख्नु होला। मिक्सरमा पिस्दा चाहिँ हामी टमाटर पनि यसमै राख्छौं नि त, तर त्यस्तो नगर्नु होला, किनभने त्यसो गर्दाखेरि चाहिँ टमाटरबाट रस आउने कारणले यो राम्रोसँग मिक्स हुन पिसिन पाउँदैन, थिचिँदैन। त्यही भएर अब यसमा चाहिँ स्वाद अनुसार नुन पनि राखिदिनु होला। पहिला नै यसरी नुन कति मात्रामा आफ्नो टमाटर छ त्यही अनुसार मैले यति राखेँ। यसलाई मजाले थिच्नु होला। यसरी थ्याच पारेर यसरी थिच्नु होला मजाले। अब यसरी थिच्दाखेरि चाहिँ यसको उछिट्टिएर आफूतिर आउने डर पनि हुन्छ। त्यही भएर यसरी थिच्दा चाहिँ एउटा हातले थिच्ने अनि एउटा हातले चाहिँ यसरी छोप्ने गर्नु होला। यसरी छोपेर थिच्दा चाहिँ आफ्नो आँखामा उछिट्टिएर आउँदैन र वरिपरि पनि पर्दैन। अब चाहिँ यो पेस्ट यतिको बनिसकेको छ। अब यो धेरै मसिनो बनाउनु पर्दैन। यदि धेरै मसिनो बनाउनु हो भने त मिक्सरमा पिसेको जस्तो या सिलौटामा पिसेको जस्तो भइहाल्थ्यो नि हैन साथीहरु। यो चाहिँ यतिको नै बनाउने हो कि, यो भन्दा मसिनो बनाउने नै हैन। यो बनाउने नै यतिको हो। यस्तो अचारको मिठो भनेको र के भन्छ त्यसलाई खासियत भन्छ हिन्दीमा। खास यसको मेन कुरा भनेको नै यस्तै नै हो। यो खस्रो नै राख्ने हो। यो यसबाट खासै मसिनो पनि हुँदैन। अब यसैमा यो टमाटरलाई एउटा एउटा गरी यसको बोक्रा निकालेर फाल्नु भए पनि हुन्छ टमाटरको, र त्यसैसहित यसरी थिच्नु भए पनि हुन्छ। यसरी थिच्नु होला, यसरी थिच्नु होला। हेर्नुस् त, यो अचार देख्दै खाउँ लाग्दो बनिसकेको छ। अब यो अझ पिस्न बाँकी छ। अब यसमा अलिकति अचार अलि धेरै जस्तो लाग्यो भने चाहिँ हैन, अब यसमा नअट्ने जस्तो लाग्यो भने चाहिँ अझ पिस्न त बाँकी छ नि त। अब त्यसलाई चाहिँ पिस्नको लागि चाहिँ यदि तपाईसँग यो भाँडा सानो छ भने यसलाई चाहिँ यसरी अर्को एउटा भाँडामा यसरी निकालेर मसिनो भएको यसरी निकालेर हैन, अनि
अनि त्यसपछि निकाल्दै अनि यो अलि थोरै बनाएर फेरि यसमा त्यो अर्को बाँकी रहेको टमाटरलाई राखेर पिस्न सक्नुहुन्छ। यो अचार चाहिँ यस्तै नै हुने हो। हेर्नुस् त, देख्दैमा खाउँ लाग्ने टमाटरको अचार धनिया राखेको रेडी भइसकेको छ। हजुरहरूलाई यो रेसिपी कस्तो लाग्यो, मन परेमा प्लिज लाइक, कमेन्ट र सेयर गर्नु नभुल्नु होला। र अहिलेसम्म पनि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला र नजिकै रहेको बेल आइकनलाई दबाउनु नभुल्नु होला। हजुरहरू सबैजनालाई मेरो पुरा भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद र हजुरहरूको दिन शुभ बितोस्। हजुरहरू सबैजनालाई धेरै धन्यवाद।